ओइ ब्राजिलको म्याच हेरिस क्या मजाले 3 गोल हान्दियो नि। हेर नि त्यहाँ कौसीमा ठुलो ठुलो आवाजले सुनाकी हामीलाई। यस्तो रमाइलो भयो नि। थाहा छैन हामीलाई, फोन गर्ने त बाहना मात्र हो। हाम्रो ब्राजिल प्यारो ब्राजिल फुटबलको राजा वर्ल्ड कप भरि सबै टिमको बज्ने भो बाजा। हेलो सुन्न, अर्जेन्टिनाले क्या बवाल खेल्यो है। सुन्ने हो अहिलेसम्मको न्युज ताजा ताजा, मेसी एक्लैले बजाइदियो नि सबैको बाजा, 3-3 गोल हानेर। हाम्रो टोलमा सबै ब्राजिल 2-4 जना अल्टर छन्। पर्सि ब्राजिलले कति गोल हान्ने हो गेस गरेर भन भन। फेरि भोलि अर्जेन्टिनाको म्याच छ नि, हेर्न नभुल है। खुल्दुली लागिरहेछ भोलि कति गोल पो हान्छ। अरूको त भरै छैन, अर्जेन्टिना स्योर नकआउटमा जान्छ। नेमार पनि खेलेदेखि कति गोल पो हान्थ्यो। हाम्रा टोलको 1-2 जनाको चुरीफुरी जान्थ्यो। कोही कोही ब्राजिलका सपोर्टर छन्, तर ब्राजिल नकआउटमै आउँदैन। बल्ल बल्ल आए पनि खासै केही लछार पाटो लाउँदैन। यसो फोन गर्न बाहिर निस्किनै पो भएन। कोही कोही छिमेकी यस्ता छन् क्या बिहोरा कहिले गएन। आजकल त देख्दै रिस उठ्छ हो, पहेँलो जर्सी लाउनेलाई फोन गर्ने बाहनामा ब्राजिलको गुणगान सुनाउन आउनेलाई। कसले सुनाउन आयो? आफ्नो कौसीमा आएर बोल्न पनि नपाउने। मैले चाहिँ के गरेको छु, साथीसँग यसो कौसीमा आएर फोनमा खुसी साट्न पो आएको त। साट्छ खुसी, बाहिर त निक्लिनै पो नहुने। यस्ता यस्ता छिमेकी छन् यार।